हामी चाहिँ आज यहाँ गोकर्णको जङ्गलमा यो गोकर्णको वनदेवी मन्दिर आएका छौँ। यता त यस्तो पो रहेछ, मलाई त थाहा पनि थिएन। ल यहाँ यस्तो रहेछ नि यो जङ्गलमा, यस्तो राम्रो ठाउँ रहेछ। हामी आज के अरे यो गोकर्णेश्वर के जङ्गल होइन? यो दक्षिण ढोकाको चाहिँ दक्षिण ढोकाको वनदेवी भनिन्छ। वनदेवी। अब हामी चाहिँ पाएदेखि दरबार मार्गसम्म जाने विचार छ। ए हेरौँ। ल, म त फर्स्ट टाइम हो यहाँ। त्यहाँ सैनिकहरूले पनि। अनि अर्को कुरो मन्दिर चाहिँ जाउँ न। अनि त्यसपछि अहिलेको यो दक्षिण ढोकाको के वनदेवी वनदेवी मन्दिर। हजुर। ल वनदेवी मन्दिर चाहिँ हामी जाँदैछौँ। यहाँ चाहिँ कस्तो हजुरहरू नि आउनु होला, राम्रो छ। ल है, कस्तो राम्रो छ। हजुरहरू पनि आउनु होला, एकदम राम्रो छ। ल रमाइलो ठाउँ छ, एकदम रमाइलो ठाउँ छ। ओ त्यो गेटबाट छिरेको हामी चाहिँ, यो गेटबाट छिरेको। अनि त्यहाँबाट यस्तो रमाइलो ठाउँ रहेछ। ल आउनलाई यहाँ म चाहिँ यहाँ ओम शान्तिबाट आएको, यहाँ दिदीहरूसँग। यो कहिले आएको छैन यो ठाउँमा, आज फर्स्ट टाइम। यस्तो रमाइलो ठाउँ रहेछ यहाँ त। ल यहाँबाट चाहिँ सिङ्गल हिँड्ने रहेछ यसरी, जङ्गलै जङ्गल। यहाँ माथि 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 रहेछ, निकै माथि छ कि क्या हो। यसरी उकालो लागिरहेछ त। ए उकालो रहेछ नि ऊ, यसरी माथि माथि। ए त्यसरी उकालो चढ्नुपर्ने रहेछ माथि माथि। ल कोही आउनु नसक्ने ठाउँतिर के त्यस्तै मनपर्छ नि। ल हामी चाहिँ अब उकालो चढ्दैछौँ। यहाँ माथि माथि उकालोमै रहेछ, यस्तो छ। ल उकालो हिलोमा चिप्लिनु होला है सबैजना, फेरि बिस्तारै आउनु होला। वनदेवी भेट्न त गाह्रो रहेछ। मन्दिर आइपुग्यौँ, यस्तो लाइन पो रहेछ मन्दिर त पुरै। ल लाइन रहेछ यहाँ, ओह्रालो झर्दा फेरि लड्ने होला। ल भिडियो गर्दाखेरि त फेरि आइपुग्यौँ हामी चाहिँ मन्दिर आइपुग्यौँ। वनदेवी मन्दिर आइपुग्यौँ है। यो चाहिँ वनदेवी मन्दिर हो। यसरी लाइन बस्नुपर्ने रहेछ। ए वनदेवी माता हामीलाई रक्षा गर्नुहोस्। यसरी मन्दिर घुमेर जाँदैछौँ अब हामी। रुख छ यसैको मुनि चाहिँ वनदेवी मन्दिर छ। पूजा गरेको छ। राजाहरू आएर शिकार खेलेर बस्ने दरबार भने दरबारै ठुलो होइन त्यो। हामी चाहिँ यहाँ दिदीहरूलाई कुरेर बसिराखेको हो। दर्शन गरिसक्यो हो र? दर्शन गरिसकेँ। ल आउनुभएको छ दिदीहरू पनि यहाँ।
अब चाहिँ हामी दर्शन सकेर फर्किन आँटेको सबैजना। खै त अरू आउँदै हुनुहुन्छ साथीहरू। ल अब यही बाटो जाने होला हामी। कुन यो बाटो? ए ल अब चाहिँ हामी अर्को बाटो ओर्लिँदैछौँ है त। अब हामी यो बाटो आएको, अब चाहिँ यो बाटो जाने। यही बाटो हो? होला होला, हुनसक्छ यही बाटो हुनसक्छ। यो बाटो त हामीलाई जुगा लागेर जुगाले टोकेर जुगाले खाएर, यो बाटो त झन् डेन्जर रहेछ है, डर लागेर। यस्तो ठाउँमा पो आइपुग्यौँ हो, बाटो भुलेरै। कुन ठाउँमा हो खै पनि। हामी त यो जङ्गलबाट बाटो भुलेर अनि यहाँ आइपुग्यौँ। यहाँ भैरव मन्दिर रहेछ। ए यतातिर के हो? ओ यहाँबाट नि तल ओह्रालो झर्ने रहेछ नि। ए यहाँबाट चाहिँ गोकर्ण पुग्ने होला, ओह्रालो ओह्रालो सायद। यहाँ माथि चढेपछि त यस्तो मन्दिर पो रहेछ यहाँ। नेवारी बस्ती जस्तो छ यहाँ। तै पनि भोग चाहिँ दिएर छ है यहाँ। भोग दिने होइन होला नि त। नरियल चढाउँदो रहेछ नि। भोग त माथिको आमा, यो छोरी। अनि यहाँको छोरी तलको आमाले मुख हेर्न आउनुहुन्छ नि त रातिको 2 बजे। ल यहाँबाट चाहिँ हामी गरिदिन्छौँ यसरी। भने यस्तो रहेछ। ल आउनुहोस् है तल। यसरी ओर्लिने भनेको छ पुरानो स्टाइलको। अब उहिले उहिलेको यो चाहिँ देश रे, उतापट्टि चाहिँ गाउँ रे भनेपछि यहाँ चाहिँ यहाँ देशमा आइपुगेपछिको मन्दिर रहेछ। लाउनु कहाँ रहेछ जुगा फेरि? ल दुर्गा भवानी रक्षा गर्नु। र माथि जान्छौँ यताबाट माथि जाने। त्यहाँबाट आएर त्यहाँबाट यो त एउटा कस्तो पुरानो बस्ती रहेछ, यो नेवारी बस्ती रहेछ। म त कता कता कस्तो त्यो टोखा एरिया जस्तो लाग्यो यतातिर त। टोखा एरिया जस्तो लाग्यो क्या। शिव बाबाले हामीलाई भत्केला भनेर सिधै यतातिर पठाइदिनु भएको छ। यहाँ सबै नेवारी बस्ती रहेछ। अब चाहिँ यहाँबाट हामी तल ओह्रालो झर्ने। अब हामी चाहिँ यहाँ गोकर्ण तल झर्दैछौँ। यो साइडमा चाहिँ उत्तर वाहिनी रे। आउनु त किन झर्दै हामी चिन्ने नचिन्ने बाटो हिँडिरहेछौँ आज हामी। यो ठाउँमा चाहिँ यस्तो पुरानो घर पनि रहेछ। हामी त यस्तो मन्दिर भएको ठाउँमा आइपुग्यौँ। अब यताबाट चाहिँ कताको बाटो? यो रोड आइपुग्यो क्या हो? हेर्नु न। हामी चाहिँ अब यहाँ आर्मी क्याम्प भन्छ कि के हो यो, यहाँ आइपुग्यो। हामी चाहिँ यहाँ दरबार हेर्नको लागि बसिराखेको है। यहाँभित्र सोध्नु भएको जानु दिने हो कि होइन थाहा छैन। जानु दियो भने चाहिँ पहिले पहिले राजा आउनु भएर बस्नुभएको दरबार हेर्छौँ। यसरी ओह्रालो हामी चाहिँ यहाँ गोकर्ण मन्दिर, यहाँ गोकर्ण मन्दिर।
अब चाहिँ हामी यताबाट जान्छौँ महाकालबारी हुँदै आफ्नो घरतिर लाग्छौँ है त।